वरिष्ठ अधिवक्ता अग्नि खरेलले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको कार्य गैरकानूनी भएको दावी गरेका छन्। सोमबार सर्वोच्च अदालतमा भएको बहसका क्रममा ओली र लेखकको पक्षमा पैरवी गर्दै खरेलले बन्दी प्रत्यक्षीकरण रिटमा सरकारले चयनमुखी ढङ्गले 2 जनामाथि मात्र कारबाही गरेको आरोप लगाए। उक्त रिटमाथि विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासमा सुनवाई भइरहेको छ। बहसका क्रममा खरेलले भने यदि जाहेरीकै आधारमा पक्राउ गरिएको हो भने अहिलेका प्रधानमन्त्री बालकृष्ण शाह र गृहमन्त्री सुदन गुरुङ विरुद्ध परेको जाहेरी किन कार्यान्वयन गरिएन? भदौ 23 गते र 24 कोलम्बो घटनासँग सम्बन्धित उजुरी तामेलीमा राखेर पछि पुनः सक्रिय पारिएको छ, तर त्यही आधारमा उनीहरूलाई किन पक्राउ गरिएन? यस क्रममा न्यायाधीश विनोद शर्माले खरेललाई प्रश्न गर्दै भने यहाँ त जाहेरीमा 2 जनालाई मात्र कारबाही गर्न माग गरिएको छ होइन र? त्यसको जवाफमा खरेलले पुनः चयनमुखी व्यवहार भएको तर्क गर्दै भने त्यही नै हाम्रो आपत्ति हो श्रीमान। जब तामेलीमा राखिएको जाहेरी पुनः जगाइएको छ भने त्यसमा नाम आएका सबैलाई समान रूपमा किन कारबाही गरिएन?